हेलो नमस्ते साथीहरू। आज चाहिँ हामी घुम्न भनी घरबाट निस्किसक्यौँ है साथीहरू। आजको मौसम चाहिँ यस्तो छ, देख्न सक्नुहुनेछ, घाम खतरा लागेको छ। हामी चाहिँ आज घुम्न निस्केको है त साथीहरू। अनि म चाहिँ यतिको भएर चाहिँ हिँडेको छु है साथीहरू। हल्का नक्कली त बन्नु परिहाल्यो नि होइन, यताउता घुम्दाखेरि। अनि हामीहरू चाहिँ जाँदैछौँ साथीहरू। अब जाँदा जाँदा कहाँ पुगिन्छ, भिडियो लामो हुन्छ होला, हेर्दै गर्नु होला साथीहरू भन्दै। यो चाहिँ हाम्रो नडाहा चोक भन्छ है साथीहरू, नडाहा चोक हो। यो चाहिँ हाम्रो बराहा क्षेत्र नगरपालिका 3 को नडाहा भन्छ यसलाई चाहिँ साथीहरू। यहाँबाट अब हामी सिधै जानुपर्ने हुन्छ साथीहरू। मलाई चाहिँ यो भिडियोमा भोइस कभर गर्न खासै आउँदैन, फर्स्टचोटि ट्राई गर्दैछु है साथीहरू। यहाँबाट चाहिँ जानुपर्ने हुन्छ सरररररर जङ्गलको बाटो हुँदै हामी चाहिँ घुम्नलाई जाँदैछौँ। हाम्रो यात्रा कहाँसम्मको भनेर चाहिँ अहिले देखिहाल्नुहुन्छ साथीहरू। यो गेट रहेको छ, यो गेटबाट हामी भित्र प्रवेश गर्यौँ साथीहरू। यो बाटो चाहिँ खास गरी कहाँ जाने बाटो होला भन्नुहुन्छ होला। यो चाहिँ काठमाडौँ जाँदाखेरि जस्तै रामपुर गाईघाट हुँदै जाने बाटो हो है साथीहरू। ल हामीहरू चाहिँ हाम्रो देउरानी नन्द छोरी छोरा मेरो बुढा म अनि यता ड्राइभर यति निक्लेको छौँ है साथीहरू। फ्यामिली मात्र निक्लेको छौँ। ल हेर न मेरो रियाक्सन, हे भगवान्। यसै गरी हामी जाँदैछौँ साथीहरू। हामी चाहिँ यही जङ्गलको बाटो हुँदै जाँदैछौँ साथीहरू। यो जङ्गलको बाटो चाहिँ हामीहरू चाहिँ दाउरा घाँस काट्नुको लागि यतै आउँछौँ के। यतातिर चाहिँ धेरै हात्ती लाग्ने हुन्छ साथीहरू। कोही बेला हामी धेरै भाग्यौँ पनि। हामीले घाँस दाउरा गर्ने जङ्गल चाहिँ यही हो। ल साथीहरू, हामी चाहिँ जङ्गलको बाटो हुँदै जाँदा जाँदा यहाँ चाहिँ एउटा पुल छ साथीहरू, पटनाली खोलाको पुल भन्छ। यो पुलमा चाहिँ आइपुग्न लाग्यौँ साथीहरू। यो चाहिँ पुल पटनाली खोलाको पुल भन्छ है साथीहरू। देख्न सक्नुहुनेछ पटनाली खोलाको पुल आइपुग्यौँ। हामीहरू चाहिँ जङ्गलको बिचमा छ साथीहरू। कुनै जमानामा यो पुल नयाँ बन्दाखेरि हामीहरू के भन्छ, फोटो खिच्नको लागि हामी वहाँ घरदेखि यहाँ साइकलमा आउँथ्यौँ क्या साथीहरू। यो पुलमा दामी फोटो आउँथ्यो नि त। यहाँ चाहिँ देख्न सक्नुहुन्छ अहिले चाहिँ पानी छैन, बर्खामा चाहिँ बाढी आउँछ साथीहरू। अब हामी चाहिँ यहाँबाट जाँदैछौँ। ल साथीहरू, अब चाहिँ हामीले जङ्गल कट्नु लाग्यौँ है साथीहरू। यो जङ्गल कटेपछि चाहिँ गाउँ निक्लिन्छौँ साथीहरू। यो गाउँ चाहिँ ठ्याक्कै बराहा क्षेत्र नगरपालिका वार्ड नम्बर 1-2 को गाउँ हो जस्तो लाग्छ मलाई चाहिँ। यो जङ्गल कटेपछि चाहिँ गाउँ निक्लिन्छ, तर गाउँ चाहिँ त्यति ठुलो गाउँ चाहिँ छैन है साथीहरू, सानो सानो गाउँहरू छ। ल साथीहरू, हामी चाहिँ गाउँ निक्ल्यौँ, देख्न सक्नुहुनेछ। अब यसै गरी हामी चाहिँ जाँदैछौँ। अब चाहिँ हामीहरू चाहिँ यो तराई जति चाहिँ छोड्दै निक्लिँदैछौँ है साथीहरू। यहाँ पर पुगेपछि चाहिँ अब हामी पहाडको फेदी हुँदै पहाडको बाटो जान्छौँ है साथीहरू। देख्न सक्नुहुनेछ। यो ठाउँ चाहिँ रहेको छ चतराको झन्डा चोक साथीहरू। यहाँबाट चाहिँ पूर्व जाँदाखेरि धरान पुगिन्छ, अनि हामी पश्चिम जाँदा चतरा बजार पुगिन्छ भनेदेखि चाहिँ हामी चाहिँ सिधै जाँदैछौँ। यो रहेको छ चतराको झन्डा चोक साथीहरू। झन्डा देख्नु न। अनि यहाँ चाहिँ धेरै एक्सिडेन्ट हुने सम्भावना हुन्छ र हुन्छ पनि है साथीहरू। यहाँबाट अब हामी जाँदैछौँ सररररररर। अब अलिअलि गर्दै हामी पहाडतर्फ लाग्दैछौँ साथीहरू।
ल साथीहरू, यो चाहिँ रहेको छ चतराबाट हामीहरू चाहिँ अब लाग्यौँ उकालो। अब चाहिँ हामी पहाडको बाटो घरि उकालो घरि ओह्रालो हुँदै हुँदै हामी चाहिँ लाग्दैछौँ। हाम्रो यात्रा अघि बढिरहेको छ साथीहरू, देख्न सक्नुहुनेछ। यहाँ चाहिँ देख्न सक्नुहुनेछ धेरै उकालो पर्दैछ नि त, त्यही भएर हाम्रो गाडीले चाहिँ तान्नै सकिरहेको छैन के साथीहरू। अब यहाँ चाहिँ ठेल्नु पर्ने हुन्छ साथीहरू। यहाँ चाहिँ धेरै उकालो छ नि त, अनि हामी चाहिँ यस्तो चार्जवाला सिटी सफारीमा जाँदैछौँ नि त, त्यही भएर चाहिँ यहाँ चाहिँ अब हामी गाडी उत्रेर ठेल्दै निकाल्नु पर्ने हुन्छ साथीहरू। तर म चाहिँ झर्दिनँ, बिचरा मेरो बुढा चाहिँ झर्नुहुन्छ। अब हेर्ने साथीहरू, अब जाँदै जाँदैन गाडी, यहाँबाट गाडी रोक्यो। गाह्रो छ साथीहरू, हिँड्दा डुल्दा कहिलेकाहीँ दुःख पनि हुन्छ नि त। उफ, देख्न सक्नुहुनेछ मेरो बुढा बिचरा गाडी ठेल्नुको लागि अब गाडी ठेल्नुहुन्छ है, ठेलेर निकाल्नु पर्ने हुन्छ क्या साथीहरू। यहाँ चाहिँ धेरै उकालो छ नि त, अनि यो चाहिँ अब चार्जवाला गाडी हो, त्यही भएर चाहिँ लोड बेसी भएर चाहिँ तान्न नसकेको अवस्था छ। बिचरा मेरो बुढा के घुम्न जाऊँ न, अब छुट्टी सिद्धिन लाग्यो तपाईँको भनेर भन्दाखेरि कहीँ हिँड्न डुल्न घुम्न मान्नुहुन्न नि त, त्यही भएर आज चाहिँ जबरजस्ती लिएर आएको। बिचरालाई गाडी नै ठेल्न लिएर आए जस्तै भयो साथीहरू, बिचरा के भन्नु र। यस्तै हो साथीहरू, हिँड्दा डुल्दा सधैँभरि राम्रै मात्रै हुन्छ भन्ने छैन नि त। यात्रामा कहिले दुःख कहिले सुख त भइहाल्छ नि, होइन र साथीहरू। अब यसो भन्दै चित्त बुझाउनु पर्छ। घाम फेरि साथीहरू सानो मात्रै लागेको छैन आज त, हावा भन्ने कहीँ देख्न सक्नुहुनेछ, कहीँ एउटा पत्ता पनि हल्लेको छैन क्या साथीहरू। त्यही भएर चाहिँ अझै हामी निक्लेकै छैनौँ कि, ठेलेको ठेलै हुनुहुन्छ अझै बिचरा। अब चाहिँ निक्लिन लाग्यौँ है हामीहरू चाहिँ। ल बल्ल 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 निक्ल्यो हौ साथीहरू। ल हेर्नुहोस्, बाउ छोरा भएर पो गाडी ठेल्नु हुँदैछ बिचरा। यस्तो तातो घाममा अब हामी यसै गरी हाम्रो यात्रा अघि बढ्दैछ साथीहरू। यसै गरी हाम्रो यात्रा अगाडि बढ्ने क्रममा यहाँ पनि अब गाडी ठेल्नु पर्ने अवस्था छ साथीहरू। बिचरा मेरो बुढा अघि गाडीबाट झरिहरि ठेल्नु हुँदैछ साथीहरू। अब यहाँ पनि ठेल्दै घरि उत्रिँदै घरि चढ्दै घरि उत्रिँदै यस्तै छ हाम्रो यात्रा साथीहरू। हामी चाहिँ जाँदैछौँ है, जाँदैछौँ। देख्न सक्नुहुनेछ उँभो चाहिँ पहाडको पुरै भिर पाखा रहेको छ साथीहरू, देख्न सक्नुहुनेछ। ल हेर्नु, बिचरा मेरो छोरा पनि कडा छ नि मान्छे त, बाउ छोरा भएर गाडी ठेल्दै बिचरा। यसै गरी जाँदैछौँ साथीहरू, हाम्रो यात्रा चाहिँ यस्तै छ। बाटोको अवस्था यस्तो छ साथीहरू, बाटो चाहिँ वाउ नै छ, तर वाउ कोसी चाहिँ देखिन थालेको छ है साथीहरू। हामी चाहिँ कोसी छेउ आइपुग्न लाग्यौँ है। हाम्रो बाटोको अवस्था चाहिँ यस्तो छ। बाटो अब यहाँबाट फेरि ओह्रालो झर्नुपर्ने हुन्छ, घरि उकालो घरि ओह्रालो हुँदै हामीहरू चाहिँ जाँदैछौँ साथीहरू, देख्न सक्नुहुनेछ। मेरो छोरा चाहिँ हेर्नु न साथीहरू, गर्मी भएर हावा खा गरे कि बिचरा, त्यस्तो नगर नभनेको। अब चाहिँ हामीहरू नयाँ पुल आइपुग्न लाग्यौँ साथीहरू, देख्न सक्नुहुनेछ। यहाँ चाहिँ अब कोसी पुल पनि भन्छ, हामीहरू चाहिँ नयाँ पुल भन्छौँ है त। ल हामीहरू चाहिँ फाइनल्ली कोसी पुल आइपुग्यौँ साथीहरू, देख्न सक्नुहुनेछ।
हाम्रो यात्रा घरि ओर्लिँदै गाडी ठेल्दै घरि चढ्दै यसै गरी हाम्रो यात्रा चाहिँ कोशी पुलसम्म चाहिँ आइपुग्यौँ साथीहरू। अब यहाँदेखि चाहिँ उता चाहिँ बाटो राम्रै छ साथीहरू, त्यस्तो ठेल्नु पर्ने अवस्था छैन। यतातिर चाहिँ पहाड एरिया भएर कहीँ उकालो धेरै ओह्रालो भएको कारणले चाहिँ हामीले गाडी ठेल्दै निकाल्यौँ साथीहरू। अब हामीहरू चाहिँ कोशी पुल आइपुग्यौँ। देख्न सक्नुहुनेछ यो चाहिँ रहेको छ कोशी पुल। त्यहाँ अगाडि देख्न सक्नुहुनेछ, त्यहाँ गेट छ एउटा। त्यो गेटबाट चाहिँ उता गयो भने चाहिँ हामीहरू बडाक्षेत्र धाम बडाक्षेत्र मन्दिर पुगिन्छ भने हामी चाहिँ पुल तरेर जानुपर्ने हुन्छ। ल हामीहरू चाहिँ आइपुग्यौँ है कोशी पुल। वाउ, हेर्दा त दामी छ साथीहरू है कोशी पुल। यहाँ फोटो भिडियो बनाउने मान्छेहरू धेरै भिडभाड हुन्थ्यो, तर आज चाहिँ रहेन रहेछ साथीहरू। सप्तकोशी देख्न सक्नुहुनेछ, सप्तकोशीको कोशी पुल। ल हाम्रो यात्रा चाहिँ आइपुग्यो है साथीहरू सोमबारे। ढ्याङ बेलका ब्रिज भन्छ, बेलका रिसोर्ट सोमबारे पनि भन्छ है साथीहरू यो ठाउँलाई चाहिँ। हाम्रो यात्रा चाहिँ यहीँसम्मको हो साथीहरू। बेलका बीच भन्छ कि खै के भन्दो रहेछ, मलाई इङ्ग्लिस पढ्न खासै आएन साथीहरू। यहाँबाट हामी भित्र छिर्नुपर्ने हुन्छ। अब चाहिँ हामीहरू गाडीबाट झर्नुपर्ने हुन्छ साथीहरू। देख्न सक्नुहुन्छ मेरो ठुलो छोरा झरिसकेको जानकारी गराउन चाहन्छु। छोरी, देउरानी, नन्द, बुढा, मेरो छोरा, मेरो कान्छा छोरा चाहिँ निद आएको रहेछ। उसलाई चाहिँ अब गाडीबाट झर्नै मानिरहेको छैन कि, ऊ निन्द्राले छोडेकै छैन। बिचरा गर्मीले केटाकेटीहरू प्लातप्लित भयो। यिनीहरूकै रहरले नै हो हामीहरू घुम्न आएको साथीहरू। यिनीहरू स्विमिङ गर्ने कि स्विमिङ गर्ने भनेर चाहिँ हामीहरू लिएर आएको थियौँ साथीहरू। अब चाहिँ हामीहरू यताबाट जानुपर्ने हुन्छ साथीहरू। अब चाहिँ हामी लाग्यौँ है त। म सँगसँगै तपाईँहरू पनि हाम्रो भिडियो हेरेर इन्जोय गर्नुहोला। बाउ, छोरा, फुपूहरू सब अघि लगाएर म चाहिँ पछि जाँदैछु है त साथीहरू। ल हामीहरू यसरी नै जाँदैछौँ है साथीहरू। मेरो कान्छा छोरा चाहिँ गाडीमा आउँदा निदाएको रहेछ, त्यही भएर हिँड्नै मानिरहेको छैन। बाबाले जबरजस्ती फकाउँदै लानु हुँदैछ। ल हेर्नु त, त्यहाँ उमेर 55को दिल बचपनको भनेको पारा यही हो नि त। यो चाहिँ पुल रहेछ साथीहरू। यहाँ सबैजना उँधो घोप्टी परेर के हेर्दैछन् साथीहरू। नन्द, देउरानी, हेरावती मेरो हामी चाहिँ लाग्छौँ अघि। वाउ, यहाँ चाहिँ देख्न सक्नुहुनेछ फुलको गेट रहेछ साथीहरू। टिकटकमा देखाएको थिएँ, तर यहाँ अहिले फुल चाहिँ त्यति नफुलेको भएर चाहिँ खासै राम्रो रहेन रहेछ। तैपनि राम्रै छ है। वाउ, दामी रहेछ। मान्छेको भिडभाड देख्न सक्नुहुनेछ साथीहरू। वाउ, बस्ने ठाउँहरू यहाँ चाहिँ दामी रहेछ। जे होस्, वाउ दामी छ। जे होस्, ल हामी चाहिँ आइपुग्यौँ साथीहरू। कोशी पनि नजिकै रहेछ। मेरो डल्लु हाई भन न भनेको बिचरा हाई पनि भनेको छैन, गर्मीले क्या साथीहरू। कम गर्मी छ, घाम लागेछ यस्तो। मेरो ठुलो छोरा, मेरो बुढाले चाहिँ हाई गर्नुभएको अरे। अब हामी लाग्यौँ स्विमिङतर्फ। केटाकेटीको रहर थियो स्विमिङ खेल्ने कि खेल्ने भनेर, त्यही भएर लिएर आएको थियौँ। हामीहरू पनि केटाकेटीसँग घुमे जस्तो हुने भनेर आएको साथीहरू। मान्छे मर्ने बेला भइसक्यो गर्मीले, के को स्विमिङ हुनु र। त्यही पनि जाँदैछौँ हामीहरू। देख्न सक्नुहुन्छ यो चाहिँ सप्तकोशी रहेछ साथीहरू। अघिको सप्तकोशी यहाँ यता पनि आइपुगेको रहेछ क्या, मतलब यतै घुमेर आइपुगेको रहेछ। अब यहाँबाट चट्ट लगाएर हामी चाहिँ झर्दैछौँ साथीहरू। यहाँ चाहिँ बस्ने ठाउँ रहेछ, फोटो खिच्ने ठाउँ रहेछ। त्यहाँ देख्न सक्नुहुनेछ। यस्तो घाममा फोटो न सोटो एउटा मान्छे सास जाने बेला भइसकेको थियो साथीहरू। ल अब हामी चाहिँ यहाँबाट चाहिँ स्विमिङको
बिल काट्नुपर्ने हुन्छ। टिकट भन्छ कि बिल भन्छ कि खै के भन्छ। यहाँ चाहिँ देख्न सक्नुहुनेछ स्विमिङ मान्छेहरू धेरै भिडभाड रहेछ, खेलिराख्नु भएको रहेछ साथीहरू। यहाँ चाहिँ हामीले टिकट काटेर अब हामी गइसक्यौँ साथीहरू स्विमिङमा। बिचरा मेरो डल्लु, मेरो कान्छो छोरा चाहिँ हेर्नु न, स्विमिङ खेल्ने उसकै रहर तर खेल्नै नजानेर बिजोक लहेर हेर्नु त डरा गाह्रो छ बिचरा। अनि बाबा र फुपू भएर चाहिँ उसलाई खेल्नु सिकाइराख्नु भएको छ साथीहरू। घाम लागेको छ साथीहरू, उस्तै केटाकेटीलाई स्विमिङ खेल्ने भनेर कति रहर थियो बिचरा। बाबा र फुपू आएपछि हामीलाई स्विमिङ खेल्न जाने भनेर उनीहरूको पुरै इच्छा चाहना नै त्यही थियो। त्यही भएर लिएर आएको साथीहरू। यो चाहिँ स्विमिङ बेलका नगरपालिकामा रहेको छ, सोमबारे भन्ने ठाउँमा रहेछ साथीहरू। हामी चाहिँ यहीँसम्म आएको आज। यसरी केटाकेटीलाई इन्जोय गराउँदैछौँ है साथीहरू। ल यिनीहरूलाई यसरी नै खेलाउँदै मलाई चाहिँ गर्मी सानो भएको छैन साथीहरू। घाम भनेको 5 वटै घाम लागे जस्तै भइरहेछ। अब भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई। अब चाहिँ हामी यिनीहरूलाई रमाइलो गराएर हामी चाहिँ घर फर्किनु पर्ने हुन्छ साथीहरू। सबैजनालाई बाई बाई।